को नेपाल बैंकर्स संघले उल्लेख गरेको छ। प्रभु हिमालयन, ग्लोबल आइएमई, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज, एनएमबी र माछापुछ्रे बैंकका कर्मचारी सम्पर्कविहीन छन्। भोटेकोशी किनार नजिक रहेका टिमुरे, स्याप्रोबेसी र बेत्रावती बजारमा रहेका यी बैंक शाखाहरू बाढीले बगाएको छ। ताल पुरा खुलेन, जोखिम कायम। चीन तर्फबाट प्राप्त सूचना अनुसार हिम पहिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पनि पूर्ण रूपमा खुलेको छैन, जसका कारण भोटेकोशी र त्रिशुली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ। बाढी सम्बन्धी सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना नआएसम्म भोटेकोशी र त्रिशुली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। बाढीले सडक, पुल र जलविद्युत आयोजनाहरू त बगाए नै, त्योभन्दा पनि कैयौँ परिवारको सपना र भविष्यलाई पनि अनिश्चित बनाइदिएको छ। भोटेकोशीको उम्लिएको भेलले रसुवा र नुवाकोटमा मात्रै नभई समग्र मुलुकको अर्थतन्त्र नै गहिरो चोट दिएको छ। सरकारले प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर उद्धारमा तदारुकता देखाए पनि बेपत्ता भएकाहरूको खोजी र घाइतेहरूको व्यवस्थापन अझै पनि ठुलो चुनौतीको विषय हो। यो बाढीमा हराएका अधिकांश नभेटिन पनि सक्छन् र अहिले भेटिएकाहरूको सङ्ख्या 100 माथि पुग्दैछ। अझ चिन्ताजनक विषय के छ भने चीनतर्फ थुनिएको नदीको सतह अझै पूर्ण रूपमा खुलेको छैन, अर्थात् जोखिम टरेको छैन। त्यसैले भोटेकोशी, त्रिशुली र तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन हामी विशेष आग्रह गर्दछौँ। अब बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, बसोबास र लत्ता कपडाको सबैभन्दा ठुलो समस्या आइपर्नेछ। कतिले यस्तै विपदलाई सहयोग उठाउने र कमाइ खाने भाँडो बनाउँछन्। उनीहरूमाथि सरकारले विशेष निगरानी मात्रै होइन, प्रभावितहरूको व्यवस्थापन यथाशीघ्र गर्नुपर्छ। सरकारले समयमै सबै राज्य संयन्त्रलाई अब यसमा लगाउनु। सङ्कटमा नेपाली सेनाको भूमिकाबाट प्रश्न दिनेछौँ। एकैछिन आफ्नै जवानहरू हराएका छन्, बाढीमै बेपत्ता भएका छन्, तैपनि सुरक्षा सङ्गठनहरू जनताको खोज, उद्धार र राहत प्रतिकार दिन सक्दैछन्। यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल र नेपाली सेनालाई मनैदेखि धन्यवाद भन्न चाहन्छौँ। त्यसमा पनि तालिम, उपकरण र संसाधनका हिसाबले नेपाली पङ्क्तिमा खटियो नेपाली सेना। प्राकृतिक प्रकोपले निम्त्याएको सङ्कटको घडीमा नागरिकको जीवनको रक्षाका लागि सेनाले आफ्नो सम्पूर्ण शक्ति र स्रोत उद्धार गर्यो त कतै